सत्य, अहिंसा, सदाचार, विश्व शान्तिको आधार। शान्तिका अग्रदूत, बौद्ध धर्मका प्रणेता, एसियाका तारा, भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनी। जुन विश्व शान्तिको मुहानको रूपमा संसारभरि चिर परिचित छ। ईसापूर्व 623 वर्ष पहिले लुम्बिनीको पवित्र बगैँचामा माता मायादेवीको कोखबाट भगवान बुद्धको जन्म भएको थियो। मानिन्छ भगवान बुद्धले जन्मिने बित्तिकै 7 पाइला चालेर सम्पूर्ण मानव जातिलाई सत्य, अहिंसा, सदाचार, मानवता र विश्व शान्तिको बाटोमा हिँड्न प्रेरित गर्ने युगान्तकारी चमत्कारिक सङ्केत दिनुभएको थियो। यो पावन स्थल अहिले संसारभरिका बौद्ध धर्मावलम्बी तथा शान्ति प्रेमी मानिसहरूको श्रद्धा, आस्था र विश्वासको धरोहरको रूपमा अवस्थित छ। सन् 1997 मा यस पावन स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएता यस ठाउँको धार्मिक, पुरातात्विक र ऐतिहासिक गरिमा अझै बढेको छ। भगवान गौतम बुद्धको जन्मस्थल हाम्रो देश नेपालमै हुनाले पनि अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीलाई गौरवशाली तुल्याएको छ। लुम्बिनी पावन भूमि, ज्ञान भूमि, शान्ति भूमि। संसारभरि छरिएर रहेका बौद्ध धर्मावलम्बीहरूका निम्ति अत्यन्त महत्त्वपूर्ण धार्मिक तीर्थस्थल। विभिन्न पुराणहरूमा भगवान गौतम बुद्धलाई आराध्य देव भगवान विष्णुको 9औं अवतारको रूपमा चित्रित गरेको पाइन्छ। यस्तो हुनाले र भगवान बुद्ध र मायादेवी प्रति अगाध श्रद्धाका कारण हिन्दू धर्मावलम्बीहरूको लागि पनि एउटा महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ। लुम्बिनीमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्त्वका अवशेषहरूबाट विभिन्न शताब्दीमा बुद्ध धर्म सम्बन्धमा विशेष व्यक्तित्व तथा विश्लेषकहरूले तीर्थाटन, अध्ययन र अनुसन्धान गरेको पनि पाइन्छ। लुम्बिनी र लुम्बिनीका आसपासमा अवस्थित धरोहरहरूमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रबिन्दु हो। भगवान बुद्धको जन्म दृश्यसहितको प्राचीन मूर्ति यस मन्दिरभित्र अवस्थित छ। जन्म स्मारक शिला एक गहिरो कोठामा अवस्थित छ, जसले भगवान बुद्धको जन्मबिन्दुलाई स्पष्ट प्रकाश पार्दछ। माता मायादेवीले सहाराको निम्ति रुखको हाँगा समाउनु भएको छ। देब्रेपट्टि छेउमा उहाँकी बहिनी उभिनु भएको छ भने दुई देवगण भगवान बुद्धको स्वागतको निम्ति तयारी अवस्थामा देखिन्छन्। अशोक स्तम्भको दक्षिणमा पवित्र पोखरी पुष्करिणी अवस्थित छ, जहाँ मायादेवीले बुद्धलाई जन्म दिनुभन्दा अगाडि नुहाउनु भएको थियो र भगवान बुद्धको जन्म पश्चात यही पवित्र पोखरीमा नुहाइदिई शुद्ध पारिएको थियो भन्ने जनविश्वास रहेको छ। ईसापूर्व 249 मा मौर्य सम्राट अशोकले स्थापना गरेको स्तम्भमा कुदिएको शिलालेखलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनी भएको ऐतिहासिक प्रमाणको रूपमा लिइन्छ। सम्राट अशोकले आफ्ना आध्यात्मिक गुरु उपगुप्तको मार्गदर्शनमा लुम्बिनीको तीर्थयात्रा गरेका थिए। सोही अवसरमा सम्राट अशोकले जहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो भन्ने शिलालेख लेखी स्तम्भ खडा गरे, जसलाई अशोक स्तम्भ भनेर चिनिने गरिन्छ। साथै उनले क्रकुछन्द बुद्धको जन्मस्थल
गोटी हवा। कनक मुनि बुद्धको जन्मस्थल निग्ली हवा। मायादेवी, प्रजापति र यशोधराको जन्मस्थल देवदह जस्ता ऐतिहासिक ठाउँहरूको भ्रमण गरी अशोक स्तम्भ स्थापना गरे। तिलौराकोट ऐतिहासिक कपिलवस्तु राज्यको राजधानी। शाक्य वंशीय राजा शुद्धोधनको दरबार तथा भगवान बुद्धले 29 वर्ष आफ्नो जीवनको प्रारम्भिक काल व्यतीत गरेको पवित्र ठाउँ हो। भागीरथी नदीको पूर्वी तटमा अवस्थित यस ठाउँमा प्राचीन पुरातात्विक ऐतिहासिक भग्नावशेषहरू अवस्थित छन्। भगवान बुद्धका पिता राजा शुद्धोधनको दरबार रहेको यस स्थानमा माता मायादेवीको कोखमा भगवान बुद्धले वास गरेका थिए। यही दरबारबाट शाक्य वंशीय राजकुमार सिद्धार्थ र देवदहकी कोलीय वंशीय राजकुमारी यशोधराको विवाह भएको थियो। राजकुमार सिद्धार्थलाई बुद्धत्व प्राप्त गर्ने मार्गमा यशोधराले बाधक नबनी प्रोत्साहन गर्दै गरिन्। उनले बुद्धलाई साधना मार्गमा लाग्न र सांसारिक आकर्षणमा नफस्न बारम्बार स्मरण गराइरहन्थिन्। यशोधराले बुद्धको गृहत्यागको बेला बुद्धको प्रिय घोडा कन्थकलाई र सारथी छन्दकलाई त्यो रात दरबारमै बस्न लगाइन्। राति गृहत्याग पूर्व सोही दिन जन्मेको पुत्र र पत्नीलाई अन्तिम पटक हेर्ने मनसायले भगवान बुद्ध खोपीमा आउनुभयो। राजा शुद्धोधनले सिद्धार्थ गौतमलाई सांसारिक मोहमा आकर्षण गर्ने वातावरण सृजना गरे तापनि बुद्धको अटल दृढ इच्छाको विरुद्ध उनको केही चलेन। बुद्धले मानिस मरेको, बुढो भएको, गरिब तथा बिरामीहरू देखेपछि मानव कल्याणको निम्ति सत्य, शान्ति र सुखको खोजीमा लाग्नुभयो। बुद्धले वनमा गर्ने तपस्याहरू यशोधराले दरबारमै गरिन्। बुद्धले झैं एक छाक खाने, भुइँमा सुत्ने, सामान्य वस्त्र धारण गरी बुद्धकै अनुसरण गरिरहिन्। बुद्धको गृहत्यागपछि कति पनि विचलित नभई यशोधराले पुत्र राहुललाई हुर्काइन्। राजा शुद्धोधन र महारानी प्रजापतिलाई ढाडस दिई सेवा गरिरहिन्। उनीमा एउटी असल आमा, असल पत्नी र असल बुहारीमा हुनुपर्ने सम्पूर्ण गुणहरू विद्यमान थिए। शाक्य वंशीय राजाहरू यस तलाउमा स्नान गरी आफ्नो इष्ट देवताको पूजा गर्ने गर्दथे। राजकुमार सिद्धार्थले गृहत्यागको बेला यही पूर्वी द्वारबाट बाहिरिएका थिए। राजा शुद्धोधन र महारानी मायादेवीको स्मृतिमा प्राचीन इँटाद्वारा निर्मित यो जोडा स्तूप धमनी हवाको नामले प्रसिद्ध छ। यो पनि एउटा दर्शनीय स्थलहरूमध्ये पर्दछ। कपिलवस्तु जिल्लाको सदरमुकाम तौली हवादेखि 2 किलोमिटर दक्षिणमा विशाल प्राचीन स्तूपाकारका भग्नावशेषहरू रहेका छन्। यस स्थानलाई कुदान भनिन्छ। यो स्थान तत्कालीन न्यायालय तथा बुद्धले बुद्धत्व प्राप्ति पश्चात कपिलवस्तु आई शाक्य वंशीयहरू लगायत पुत्र राहुल, पत्नी यशोधरा, महारानी प्रजापतिलाई दीक्षान्त गरी बुद्ध संघमा सामेल गराइएको स्थानको रूपमा पनि परिचित छ। भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि दरबार र घरबार प्रति मोह नभएका कारण राजा शुद्धोधनले यही स्थानमा विहार निर्माण गराई भेट भएको थियो। तर यशोधरा भने यहाँ आइनन्। पछि यशोधरालाई भेट्न भगवान बुद्ध सारी पुत्रलाई लिएर दरबारमा जानुभयो। यशोधराले भगवानको पाउ स्पर्श गरी प्रश्न गरिन्, जुन सत्य तपाईले निरञ्जना नदीको किनारमा बोधि वृक्ष मुनि प्राप्त गर्नुभयो
के त्यो सत्य यहाँ छैन? त्यसको बोध यहाँ हुन सक्दैन? यो पोखरी कुदानमा भगवान बुद्धको बास हुँदा स्नान गर्ने पोखरीको रूपमा चर्चित छ। ईसापूर्व 623 वर्ष पहिले वैशाख पूर्णिमाको दिन नेपाल आमाले 2 राष्ट्रिय विभूतिहरू जन्माइन्। यसै दिन सिद्धार्थको लुम्बिनी वनमा र उहाँको अर्धाङ्गिनी यशोधराको कोलीय वंशको देवदह स्थित राजमहलमा। यसैगरी निरञ्जना नदीको किनारमा बोधि वृक्षको पनि यही दिन जन्म भएको थियो। जसरी सिद्धार्थ गौतम शाक्य वंशीय दरबारमा सुखपूर्वक हुर्के, त्यसरी नै यशोधरा पनि कोलीय वंशीय राजमहलमा हुर्किन्। उनी अत्यन्त सुन्दरी, वीणावादनमा निपुण, करुणामूर्ति भएका कारण अनेक सुन्दर राजकुमारहरूबाट विवाह प्रस्ताव आए पनि सिद्धार्थलाई नै चुनिन्। जबकि सिद्धार्थ गौतम दरबारबाट लोप भई घण्टौं रुखमुनि बसी ध्यान गर्थे र भविष्यमा जोगी हुने संयोग छ भन्ने कुरा चर्चित पनि थियो। लुम्बिनीदेखि 57 किलोमिटर पूर्व अवस्थित प्राचीन कोलीय वंशको राजधानी देवदह हो। यो स्थान भगवान बुद्धकी माताहरू मायादेवी प्रजापति तथा भगवान बुद्धकी पत्नी यशोधराको माइतीको रूपमा चिनिन्छ। भगवान बुद्ध बुद्धत्व प्राप्तिको 7 वर्षपछि यहाँ आउनुभएको थियो। हाल देवदह र यसको वरिपरि पुरातात्विक स्थलहरूमा उत्खनन कार्य सुरु भएर अध्ययन अनुसन्धान भइरहेको छ। झराही खोलाको किनारमा रामग्रामका राजाले निर्माण गराएको स्तूपमा भगवान बुद्धको अस्तु रहेको छ। उनी बुद्धको अस्तु पाउने 8औं राजा थिए। बुद्ध ग्रन्थ अनुसार सम्राट अशोकले उक्त स्तूपबाट अस्तु झिकी 84,000 स्तूप बनाउन चाहन्थे, तर यसो गर्न दिइएन। अहिले लुम्बिनीको विशेष आकर्षणहरूमध्ये चैत्य तथा विहारहरू पनि पर्दछन्। लुम्बिनीमा नेपाली तथा विदेशी कला संस्कृति झल्काउने खालका विभिन्न चैत्य तथा विहारहरूले तीर्थालु, श्रद्धालु तथा पर्यटकहरूको मन लोभ्याउँछन्। पूर्वी बिहार क्षेत्रमा र पश्चिम बिहार क्षेत्रमा अवस्थित चैत्य तथा बिहारको उपस्थितिले लुम्बिनी विश्व शान्तिको मुहान मात्र नभई एकताको तीर्थस्थलको रूपमा पनि विकसित भइरहेको छ। लुम्बिनी सङ्ग्रहालय, लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, शान्तिदीप, शान्ति घण्टा, केन्द्रीय नहर आदि पनि लुम्बिनीका थप आकर्षणहरू हुन्। सन् 1967 मा संयुक्त राष्ट्रसङ्घका महासचिव उथान्तको लुम्बिनी भ्रमण नै आधुनिक लुम्बिनीको विकासमा कोसेढुङ्गा साबित भयो। लुम्बिनीको महत्त्व, गरिमा र पवित्रताबाट प्रभावित भएर स्वर्गीय राजा महेन्द्रसँग छलफल गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटन केन्द्रको रूपमा विकास गर्न सुझाव दिएका थिए। सन् 1970 मा उनले संयुक्त राष्ट्रसङ्घको सहभागितामा लुम्बिनीको विकास गर्न सुरुमा 13 र पछि 15 सदस्यीय लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन गर्न सहयोग गरे। सन् 1972 मा लुम्बिनीको योजनाबद्ध विकासको लागि जापानी नागरिक तथा वास्तुकलाविद प्राध्यापक केन्जो टागेलाई लुम्बिनी गुरु योजना तयार पार्ने गहन जिम्मेवारी दिइयो। प्राध्यापक केन्जो टागेद्वारा तयार पारिएको गुरु योजना सन् 1978 मा श्री 5 को सरकार
र संयुक्त राष्ट्रसङ्घबाट पारित भयो। 3 वर्ग माइल क्षेत्रफल ओगटेको गुरु योजनाले प्रत्येक 1 वर्ग माइलमा 3 क्षेत्रहरू विभाजित गरी पैदल बाटो र केन्द्रीय नहरले यिनीहरूलाई जोडिएको छ। पवित्र उद्यान, बिहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम 3 क्षेत्र हुन्। लुम्बिनीको दक्षिणी भागमा अवस्थित प्राध्यापक केन्जो टाँगेद्वारा डिजाइन गरिएको पवित्र उद्यान प्रमुख आकर्षणको केन्द्र हो। यस क्षेत्रको डिजाइनको प्रमुख उद्देश्य आध्यात्मिकता, शान्ति, विश्व भातृत्व, अहिंसाको वातावरण तयार पार्नुको साथै संसारभरि बुद्धका सन्देश प्रतिबिम्बित गर्नु हो। पवित्र उद्यानमा पुरातात्विक तथा ऐतिहासिक धरोहरहरू अवस्थित छन् भने बगैँचा र सुन्दर पोखरीले मनमोहक बनाएका छन्। पवित्र उद्यानदेखि उत्तरपट्टि मध्य भागमा जङ्गलभित्र अवस्थित बिहार क्षेत्रलाई केन्द्रीय नहरले 2 भागमा विभाजित गरेको छ। पूर्वी बिहार क्षेत्रमा 13 वटा प्लटहरू, पश्चिम बिहार क्षेत्रमा 29 वटा प्लटहरू रहेका छन्। गुरु योजना क्षेत्रको उत्तरी भाग नयाँ लुम्बिनी ग्रामका रूपमा विकसित भइरहेको छ। यस क्षेत्रको सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह, सङ्ग्रहालय अवस्थित छन्, जसबाट बौद्ध धर्म सम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहयोग पुगेको छ। विश्वमा शान्ति, मैत्री र सद्भावना फैलाउन एवं पृथ्वीलाई शुद्ध र स्वच्छ भूमिको रूपमा स्थापना गर्न यस लुम्बिनी शान्ति स्तूपको निर्माण गरिएको हो। जापानमा दोस्रो विश्वयुद्धको बेला हिरोशिमा र नागासाकीमा आणविक अस्त्रको प्रहारद्वारा असङ्ख्य मानवीय नरसंहारको दर्दनाक दृश्यबाट भावविह्वल भई फुजिई गुरुजीले संसारभरि नै शान्ति स्तूप निर्माण कार्य थाल्नुभएको हो। निप्पोन्जन म्योहोजीद्वारा नेपाली र जापानी श्रद्धालुहरूको उदार सहयोगबाट लुम्बिनी शान्ति स्तूपको स्थापना गरिएको हो। भगवान बुद्धको पवित्र अस्थि धातु यसको गर्भमा र गजुरमा प्रतिस्थापित गरिएको छ। अहिंसा, शान्ति, सद्भाव, विश्व बन्धुत्व र सहिष्णुताको सन्देश लुम्बिनीबाट विश्वभरि फैलियोस् भन्ने मनसायले कोरियन स्तम्भ तथा पोखरी निर्माण भएको छ। यसबाट बुद्धको जन्मस्थल नेपालमै हो भन्ने तथ्यलाई अनुमोदन हुन पुगेको छ। यसको समुद्घाटनमा उल्लेख्य रूपमा कोरियन बौद्धिस्ट भिक्षुहरूको उपस्थिति रहेको थियो। यसले गर्दा नेपाल र कोरिया बीच धार्मिक सम्बन्ध विस्तार मात्र नभई सांस्कृतिक तथा सामाजिक सम्बन्ध विस्तारमा अझै टेवा पुगेको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग सङ्गठन कोइकाको अग्रसरतामा लुम्बिनीलाई पिस सिटी अर्थात् शान्ति सहरको रूपमा विस्तार गरिने गुरु योजना पनि अगाडि सारिएको छ। वर्तमानमा लुम्बिनी प्रति अन्तर्राष्ट्रिय रूपमा चासो बढेको छ। यसैले दिनानुदिन अन्तर्राष्ट्रिय श्रद्धालु, तीर्थालु तथा पर्यटकहरूको आगमनमा वृद्धि भइरहेको छ। नातिदानि पुनर्भव विश्वमा छरिएर रहेका बौद्ध धर्मावलम्बीहरूको आस्था, विश्वास, भरोसा र अगाध श्रद्धाका कारण लुम्बिनी संसारकै प्रमुख गन्तव्य स्थलको रूपमा स्थापित हुँदै गइरहेको छ। भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विभिन्न राष्ट्रहरूले चैत्य तथा विहार निर्माण गरेर लुम्बिनीको गरिमा र महत्त्वलाई आत्मसात गरी सम्मान गरेको पाइन्छ। यी चैत्य तथा विहारले
श्रद्धालु तीर्थालु पर्यटकहरूको मन जित्न सफल भएका छन्। बुद्धको जन्मस्थलको विषयमा भ्रममा नपर्न ठोस प्रमाणको रूपमा यी चैत्य तथा विहारहरूले आफ्नो उपस्थिति जनाएका छन्। ऐतिहासिक तथ्यहरूका आधारमा भन्न सकिन्छ कि सम्राट अशोकले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम आदिको भ्रमण गरी ठाउँ ठाउँमा स्तम्भहरू खडा गरे। पछि उनले श्रीलङ्का, म्यानमार लगायतका देशहरूमा शान्ति दूत पठाई भगवान बुद्धको दर्शन र आदर्शको विस्तारमा महत्त्वपूर्ण भूमिका पनि निर्वाह गरे। बुद्ध दर्शनको पुनर्स्थापनामा उनको ठूलो योगदान रहेको छ। भगवान बुद्धको सन्देश महाकाश्यप हुँदै बोधि धर्मसम्म आइपुग्यो। बोधि धर्मले यसलाई तिब्बत पुर्याउनुभयो र अहिलेसम्म तिब्बत बुद्ध दर्शनको केन्द्रबिन्दु मानिन्छ। ह्वेनसाङ, जो नालन्दा विश्वविद्यालयका प्राचार्य हुनुहुन्थ्यो, उहाँले 7औं शताब्दीमा लुम्बिनीको भ्रमण गर्नुभएको कुरा उहाँको यात्रा विवरणमा उल्लेख छ। उहाँ मार्फत बुद्ध दर्शन चीनसम्म पुग्यो। चीनबाट बुद्धको आदर्श र लाओ त्सुको व्यावहारिक जीवनको समन्वय भई झेन बुद्धिज्मको जन्म भयो, जुन जापान हुँदै विश्वभरि फैलियो। भनिन्छ बुद्ध पश्चात 400 वर्षसम्म उनको दर्शन कसैले पूर्ण रूपमा बुझ्न सकेको थिएन। त्यसको पहिलो पटक नागार्जुनले गहन अध्ययन, चिन्तन र विश्लेषण गरी महामध्यकारिका लेखे, जसलाई बुद्ध दर्शनको व्याख्या मानिन्छ। बुद्धको दर्शनमा सुख, शान्ति, समृद्धि र मानवता भएकै कारण संसारभरि फैलिँदै गएको छ। सन् 1985मा स्वायत्त निकायको रूपमा लुम्बिनी विकास कोषको स्थापना भए पश्चात यस क्षेत्रको उत्खनन, संरक्षण तथा सम्वर्धनको काम यसैले गर्दै आएको छ। सन् 1992 देखि 1996सम्म लुम्बिनी विकास कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासङ्घले संयुक्त रूपमा मायादेवी मन्दिर परिसरको उत्खनन कार्य गरेका थिए। अहिले पनि कोषको अगुवाईमा पुरातत्व विभाग र युनेस्कोसँग मिलेर लुम्बिनी तथा देवदहमा उत्खनन कार्य जारी छ। जन्मने बित्तिकै 7 पाइला चालेर सुरु भएको सत्य, अहिंसा, शान्ति, सदाचार र मानवताको बाटोको अनुसरण गरी आज विश्वका कतिपय मुलुकमा करोडौं करोड पाइलाहरू हिँडिरहेका छन्। अहिलेसम्म आइपुग्दा पनि बुद्धका सन्देशहरू वैज्ञानिक, समय सापेक्ष, सान्दर्भिक र लोक कल्याणकारी भएकै कारण बुद्ध धर्मप्रति मानिसहरूको अगाध श्रद्धा, आस्था, विश्वास र झुकाव बढ्दै गएको छ। यही क्रम पछि चिरकालसम्म पनि रहिरहनेछ। बुद्धका पाइलाहरूको अनुसरण गर्ने मुलुकवासीहरू सत्य, अहिंसा र शान्तिकै कारण सुख र समृद्धिको जीवन बिताइरहेका छन्। त्रिकाल पूज्य शान्तिका अग्रदूत भगवान बुद्धको अनुपम दर्शन र आदर्शलाई आत्मसात गरी सत्मार्गतिर उन्मुख हुन सबैलाई प्रेरणा मिलोस्। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि। ओम शान्तिः शान्तिः शान्तिः।
शान्ति बाटो संसारमै पवित्र छ लुम्बिनीको माटो यहीबाट सुरु हुन्छ विश्व शान्ति बाटो सुख शान्ति समृद्धि र विश्व भाइचारा लुम्बिनीले फैलाउँछ संसारभरि सारा संसारमै पवित्र छ लुम्बिनीको माटो यहीबाट सुरु हुन्छ विश्व शान्ति बाटो असुखदेखि अङ्गुलीमाला बुद्ध शरण आए बुद्ध बन्छ हरेक मानिस मनमा ज्ञान पाए अशोकदेखि अङ्गुलीमाला बुद्ध शरण आए बुद्ध बन्छ हरेक मानिस मनमा ज्ञान पाए हर मानिसको भित्री मनमा दिव्य ज्योति हुन्छ त्यही ज्योति बल्ल जाने ज्ञान प्राप्ति हुन्छ संसारमै पवित्र छ लुम्बिनीको माटो यहीबाट सुरु हुन्छ स्वर्ग जाने बाटो पुण्य भूमि ज्ञान भूमि विश्व शान्ति मुहाना धरती भरि ल्याउँछ यसले सुनौलो बिहान पुण्य भूमि ज्ञान भूमि विश्व शान्ति मुहाना धरती भरि ल्याउँछ यसले सुनौलो बिहाना शान्तिका अग्रदूत एसियाका तारा मानवता र विश्व शान्ति लुम्बिनीको नारा संसारमै पवित्र छ लुम्बिनीको माटो यहीबाट सुरु हुन्छ एकताको बाटो बुद्ध पाइला पछ्याउँदै हिँड्ने गरौँ बानी यसले मान्छे सुखी हुन्छ अनि बन्छ ज्ञानी बुद्ध पहिला पछ्याउँदै हिँड्ने गरौँ बानी यसले मान्छे सुखी हुन्छ अनि बन्छ ज्ञानी जप्छौ हामी तिम्रो मन्त्र वसुधैव कुटुम्बकम् नेपालीको गौरव स्थल लुम्बिनीमा स्वागतम् संसारमै पवित्र छ लुम्बिनीको माटो यहीबाट सुरु हुन्छ समृद्धिको बाटो यहीबाट सुरु हुन्छ विश्व शान्ति बाटो यहीबाट सुरु हुन्छ एकताको बाटो यहीबाट सुरु हुन्छ स्वर्ग जाने बाटो